जेठ 17 गते सम्माननीय प्रधानमन्त्रीजीले राष्ट्रिय स्वाधीनता, सीमा रक्षा, सीमा भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गर्नुको भएको विषय बारेमा हामीले पटक पटक यो संसदमा, सम्मानित संसदमा विषय राखिसकेका छौँ। परराष्ट्र मन्त्रीले स्पष्टीकरण दिन कोसिस गर्नुभयो, तैपनि चाहिँ पर्याप्त छैन र प्रधानमन्त्रीले नै त्यसबारे जवाफ दिनुपर्छ, संसदको अभिलेखबाट हट्नुपर्छ भन्ने कुरा हामीले राख्दै आएका छौँ। यसमा चाहिँ सम्माननीय सभामुखजीको रुलिङ होस्, म यो राख्न चाहन्छु। सभामुख महोदय, यसभन्दा पनि जटिल थप विषय आइलागेको छ। हामीले अर्थमन्त्रीज्यूलाई शङ्काको लाभ दिएकै थियौँ हाम्रो दलको तर्फबाट, र हामी यहाँ संसदमा विभिन्न समयमा शून्य समय, विशेष समय केही कुराहरू उठिराखेका थिए र हिजै मात्रै सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलको क्रममा, सैद्धान्तिक छलफल क्रममा जसरी अर्थमन्त्रीले जवाफ दिनुभयो, त्यसमा सार्वभौम जनप्रतिनिधि संस्था संसदको अवमूल्यन भएको छ, समितिको अवमूल्यन भएको छ, धाक धम्की प्रयोग गर्ने, धम्काउने कोसिस भएको छ। यसमा गम्भीर आपत्ति छ सभामुख महोदय। कार्यपालिका, त्यसका सदस्यहरू संसदप्रति जवाफदेही हुनुपर्छ, संसदका समितिहरू जवाफदेही हुनुपर्छ। सबै संसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन अरू कुरा तपसिलका कुरा गरेर। सभामुख महोदय, कि अर्थमन्त्रीजीले 7 वटा करका दरहरू हेरफेर गरे भनेर खुल्लमखुल्ला स्वीकार्नुभयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ भन्नुभयो। यो संसदको मानहानि भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ। यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय। खुल्लमखुल्ला उहाँले स्वीकार्नु, यो रोस्टमबाट रेकर्ड छ। र त्यसको लागि म के पनि भन्न चाहन्छु भने पुरानाले गरे, पोहोर साल चाहिँ 73 वटा हेरफेर गरेँ मैले, अहिले जम्मा 7 वटा गरेँ भन्नुभयो। 73 होस् या एउटा होस्, अपराध भनेको अपराध हो। सम्मानित सभामुख महोदय, 2 वर्ष अगाडि मैले नै, म पनि पुरानो हुँ, मैले नै बजेट ल्याएको थिएँ। म आजको मात्रै भन्दै छैन। सम्मानित सभामुख महोदय, पुरानो छानबिन होस्, मेरो पालाको 2 वर्ष अगाडिको पनि छानबिन होस्, गत वर्षको पनि होस्, यसपटक पनि छानबिन होस्। म त्यसको लागि तयार छु। र त्यसको लागि अर्को कुरा पनि भन्न चाहन्छु सभामुख महोदय, पुराना कोही सांसद होइन, सबै नयाँ। यसपटक मात्रै प्रतिनिधि सभामा आउनुभएका मान्यज्यूहरूलाई राखेर छानबिन गरौँ, संसदको मर्यादा कायम गरौँ। पुरानो र नयाँ भनेर विषयान्तर गर्न पाइँदैन सभामुख महोदय। त्यसो गर्दा म सम्मानित सभामुख महोदयबाट रुलिङको अपेक्षा गरेको छु र म आफ्नो दलका अतिरिक्त विपक्षी दलहरूको तर्फबाट पनि यो माग राख्न चाहन्छु कि एउटा संसदीय छानबिन समिति होस्। कहाँनिर ग्रे एरिया छ, कहाँनिर चुहावट छन्, कहाँनिर के भए हामी सबैलाई थाहा छ नि सम्मानित सभामुख महोदय। 20 लाखभन्दा मुनि कुन गाडी, कुन कम्पनी, कुन ब्रान्ड सबैलाई थाहा छ। मैले सुट गरेकै हुँ भन्नुभयो, त्यो पाइँदैन सभामुख महोदय। विधेयकको प्रोसेस हुन्छ, मन्त्रालयहरूले विधेयक तयार गर्छ, सबै विधेयकका अतिरिक्त अर्थ विधेयक पनि त्यसमा क्याबिनेटले पास गर्छ। क्याबिनेटपछि इन्डिभिजुअल मन्त्रीले त्यो फेर्न, हेर्न, अझ कर्मचारीले 12 पेज मिलाउने त झन् पाउँदैन सभामुख महोदय। यसले चाहिँ संसदको सर्वोच्चता, संसदको मानहानि भएको छ। ठिक छ, केही त्यस्ता प्राविधिक सानातिना केही कुराहरू केही प्राविधिक रूपले असङ्गत रहेछन् भने त्यस्ता कुरा विगतमा पनि छन्। त्यसबारे पनि के गर्ने, छानबिन होस्, अध्ययन होस्, प्रतिवेदन आओस्। दिवंगत सम्मानज्यू, म अलिकति छुट्याउन चाहन्छु। दिवंगत तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीजीको समयमा बजेट लिक भयो भनेर पढ्नु अगाडि नै सार्वजनिक मिडियामा आइसकेपछि छानबिन समिति बन्यो। छानबिन समिति डिटेल बजेटका प्रोसिड्युरहरूको बारे संसदीय समितिले प्रतिवेदन दिएपछि 68 सालपछि लगातार त्यही प्रोसिड्युरमा चाहिँ बजेट बन्ने गरेको छ। 3 महले बनाएर विभागहरूले दिन्छ, त्यसमा माइन्युटहरू हुन्छन्, छलफल हुन्छ, सबै थोक हुन्छ, सरकारवालासँग हुन्छ र अर्थ मन्त्रालय तयार गरेर कानुन मन्त्रालय सहित भएर बजेट चाहिँ क्याबिनेटमा जान्छ। विधेयक क्याबिनेटले टुङ्गो गरेर मात्रै, त्यो अर्थमन्त्रीजीको होइन, त्यो नेपाल सरकारको बजेट हो, त्यो विधेयक नेपाल सरकार क्याबिनेटले मात्रै पास गर्न पाउँछ र यहाँ आउँछ र त्यसमा आवश्यक संशोधनहरू, परिमार्जनहरू हुन्छन्।
अर्थ विधेयक संवेदनशील भएको हुनाले त्यसका अलिकति जटिलताहरू छन्, तैपनि सम्मानित सभामुख महोदय हाउसमा टेबल भइसकेको कुरा कर्मचारीले चेन्ज गर्ने, पेज घटाउने, अझ झन् करका दर 7-7वटामा खुल्लमखुला हेरफेर गर्ने छुट हुँदैन सम्मानित सभामुख महोदय। सरकारलाई त्यो छ, सरकार जहिले पनि बहुमतमा हुन्छ। त्यसो गर्दा यदि असाध्यै जरुरी चिज छुट्यो भने भोलि क्याबिनेटले हेरफेर गरेर फेरि संसदलाई जानकारी गराउने प्रक्रिया पनि छ सभामुख महोदय। यसको अर्थ केही चलाउनै पाएन, हल्लिनै पाइँदैन, जे लेखियो सिद्धियो भन्ने होइन, तर प्रक्रिया ड्यु प्रोसेस गर्नुपर्छ सम्मानित सभामुख महोदय हरेक चिज। अनि त्यो कुरा उठाउने मान्यज्यूलाई हिजोको तिम्रा के छन् छानबिन गर्दैछु, फाइल खुल्दैछ, खुलोस् मान्यज्यू सम्मानज्यू, मेरो त मेरैदेखि छानबिन होस् भन्दैछु, म अहिलेको होइन। त्यसै सम्मानज्यू पुराना र नयाँको विषय होइन, विधिको विषय हो, पद्धतिको विषय हो, नैतिकताको विषय र चाहिँ संसदको सर्वोच्च विषय हो। यो कुरा गम्भीर रूपले मैले ध्यानाकर्षण गरेको छु। छानबिन समिति बनोस्, छलफल होस्, अहिलेको हुन्छ अहिले, गत वर्षको अझ अर्को गर्ने हो भने पनि गरौँ, तर अब यसरी हुँदैन सम्मानित सभामुख। एउटा प्रोसेस, यो सम्मानित सदन नयाँ पनि हो, नयाँ साथीहरू आउनु भएको छ, नयाँ भावनासहित आउनु भएको छ भने यसबाट एउटा ब्रेक थ्रु पनि गरौँ। मैले हिजोकाले गरेँ त्यसैले मैले गरेँ भन्न पाइँदैन सभामुख महोदय। मैले यति राख्छु, धन्यवाद।